Hello guys, welcome to my brother vlog. आज चाहिँ हामी खेतमा आएको छौँ है। मेरो हामी त्यस्तो छ। अब दाइ चाहिँ खन्दै छन्। हाम्रो दाइ है, मेन बाउसी चाहिँ मेरो दाइ है आजको खन्दै छन्। उता चाहिँ मम्मी बाबा हुनुहुन्छ हैन। यो चाहिँ हाम्रो अन्तिम रोपाई भनौँ अब 2 दिनको थियो, 1 दिन अस्ति रोपी भ्याइयो। आज चाहिँ यहाँ छौँ। यता देख्न सक्नुहुन्छ मेरो दाइ बाबा मम्मीलाई। यताको भ्यू पनि देखाइदिन्छु। सबैले खेत रोपी भइसक्यो है, हाम्रो मात्र बाँकी छ। यता चाहिँ मेरो ड्युटी भनेको चाहिँ मेन चाहिँ मास रोप्ने हो है। खेत चाहिँ मैले खासै रोपे छैन अहिलेसम्म। म चाहिँ यहाँ आज मेन खेतालीको रूपमा छु ल गाइज। मलाई खेत रोप्नै आउँदैन, अब के भन्नु। म चाहिँ अब मास लगाउँछु खेतमा। दाल खानुपर्छ मासको। है कहाँ गयो? ल गाइजहरू हेर्नुहोस् त, हाम्रो दाइ मेन रोपा के भन्छ अरे खेतालो। यता चाहिँ हाम्रो मम्मी होइसिन्छ, यता हाम्रो दाजी होइसिन्छ। के दाजी भन्नु, दाइ नट दाजी। र बाबाले यता जोत्दै हुनुहुन्छ। हामी चाहिँ 4 जना मात्र छौँ। अब के गर्नु, त्यस्तै छ। बाहिरको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, कस्तो दामी देखियो है। आज त घाम लागेको भएर नि होला, तर हिमाल त सब सेकेछ। अब म पनि रोप्छु ल। म यहाँ बिउ लिन आएको छु कि, त्यही भएर यसो भिडियो बनाइदिएको। मेन रोप्ने मान्छे ल टक्क यहाँ चाहिँ बहिनीले, त्यसपछि यता मम्मीले रोपिराख्नु भएको छ। यति चाहिँ तल्लो गरेर रोपियो। अब यता यो छ टक्क, त्यसपछि यतापट्टि माथि बहिनीहरू दुई छन्। यता छ यता छ ल है। गाउँको टक्क यतापट्टि गाउँ भयो, यतापट्टि खेतहरू, उतापट्टि उता नि रोपिरहेछन्। बाबा हुनुहुन्छ उता ठ्याक्क। यस्तो भ्यू चाहिँ यता यस्तो छ है त ल है। तिम्रो गाला मुसार्ने बेला खेतको आली मुसार्नु परेछ। माया कहाँ छौ माया, छिटा हो माया। यसो गाली केही छैन। म रोप्छु ल। खेत रोपेर सकियो, यति हो र। अब हामी बिदाबारी हुन्छौँ। यो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मिस्टर सबै एकैचोटि सी यू नेक्स्ट भिडियो।